हेलो गाइज, गुड मर्निङ। आज चाहिँ म बिहान छिट्टो उठेर बिहानदेखिकै भ्लग स्टार्ट गर्दैछु, किनभने आज चाहिँ अलिक छिटो उठेको नि त आज म, त्यही भएर चाहिँ बिहानदेखिकै भ्लग स्टार्ट गरेको। किनभने आज चाहिँ म आशासँग एकछिन मन्दिर जानु भनेर चाहिँ बिहानदेखिको भ्लग स्टार्ट गरेको। त्यही भएर बिहान उठेर ब्रसहरू गरेर फेस वासहरू गरिसकेर चाहिँ फ्रेस भइसकेर किचनमा गएर पानी तताइवरी बिहान चाहिँ म उठेर चाहिँ वार्म वाटर खान्छु नि त, त्यहाँदेखि पानी तताएँ खाएँ हो। अन्त मसँगै नियम पनि उठेको थियो, अन्त नियमलाई पनि पानी दिएँ। अन्त हामी दुईजनाले पानीहरू खाइसकेर मैले चियाहरू बनाएँ। चिया बनाइसकेर मैले चाहिँ चिया पिएँ, उसलाई चाहिँ दुध दिएँ। अन्त चाहिँ उसले चाहिँ दुध खाँदै थियो, ऊ चाहिँ म सँगसँगै उठ्छ नि त, अन्त ऊ चाहिँ बिहान छिट्टै उठ्छ, त्यही भएर म सँगसँगै मेरै पछि हिँड्नुपर्छ। त्यही भएर चाहिँ उसलाई पनि दिनुपर्छ, उठेर दुध बिस्किटहरू दिन्छु। उसले पनि म सँगसँगै खाएर मसँगै मन्दिर जान्छु भनेर पठाउँदै थियो नि त, त्यही भएर उसलाई पनि लानु भनेर चाहिँ उसलाई पनि छिटो गरेर फ्रेस ब्रसहरू गराएर रेडी बनाइदिएँ उसलाई पनि। अन्त त्यतिकैमै गर्दाखेरि आशा बहिनी आइपुगिहाल्यो, त्यही भएर चाहिँ हामी मन्दिरतिर गएँ। आशाको बर्थडेमा चाहिँ हामी मन्दिर जाँदैछु आज। खै बर्थडे गर्ले त हेर न, घामले गर्दा क्यामेरामा त केही देख्दैन रहेछ। यता हेर भाइ, यता हेर न, बलाई हेर न, बलाई। ए तिमी पनि मन्दिर गएको? साइडमा होइन, अनि गाडी आउँदैछ साइडमा होइन, त्यस्तो झ्यारमा त कहाँ भनेको त अन्त। माथिबाट यहाँ रहेछ त नानी पख। अहिले चाहिँ हामी मन्दिरमा पुगेँ। अन्त मन्दिरमा चाहिँ आशा बहिनीले चाहिँ, मैले चाहिँ दर्शन मात्रै गरेँ, आशाले चाहिँ पूजाहरू गर्यो। अझै बजाऊ न 3 पल्ट। अब अझै त्यसो भन्नु। ए मैला राखेको छ यहाँ, मैला होइन नानी, यो हौ टिकाहरू हौ। आशाले चाहिँ मलाई सोध्दै थियो नि त के गर्नु कसो गर्नु भनेर हो, अन्त मैले चाहिँ उसलाई बताइदिँदै थिएँ। हाल्यो पैसा? धुप राख्ने। यहाँ मन्दिरमा चाहिँ त्यति साह्रो भिड नहुँदो रहेछ। आज चाहिँ सोमबार भएकोले गर्दाखेरि चाहिँ पानी चढाउने मान्छेहरू चाहिँ आउँदो रहेछ यहाँनिर, 1-2जना थियो, किनभने शिव मन्दिर रहेछ नि त, त्यही भएर खाली भएर पूजा पनि छिट्टै सकेँ। अन्त पूजा सकेर हामी घर फर्किनुभन्दा अगाडि चाहिँ हामीले 1-2वटा फोटोहरू पनि क्लिक गरेको थिएँ। अन्त आशा र नानीको पूजा गर्दै गरेको उनीहरूको फोटोहरू क्लिक गरिदिएको थिएँ। अन्त चाहिँ हामी घर आएँ। अनि बेलुका चाहिँ आशा अन्त आन्टीहरू पनि आउनुभएको थियो अन्त घरमा, त्यही भएर बर्थडे गर्लले चाहिँ हामीलाई नेल आर्ट गरिदिँदै थियो नि त सबैलाई हो। अन्त उसले चाहिँ कलर नेल पलिसहरू लिएर आएको थियो, नेल आर्ट गरिदिँदै। नियम पनि उसले पनि लाउँछु भनेर चाहिँ उसले पनि ग्रिन कलरको लाउँछु भनेर उसले पनि लाई मागेर चाहिँ लगाएर देखाउँदै थियो। अनि बेलुका चाहिँ हाम्रो पानीपुरी खाने प्लान भयो, 81 प्लान भयो। त्यहाँदेखि चाहिँ मैले चाहिँ यो रेडी गर्दै थिएँ। अन्त यो पानीपुरी खाने आइडिया चाहिँ आशाको हो नि त, अन्त उसले नै लिएर आएको रहेछ योहरू सबै। आशाको बर्थडे स्पेसल हो यो चाहिँ पानीपुरी। है आशा, तिम्रो बर्थडे स्पेसल
पानीपुरी खाएको हामीले बल्ल बल्ल आफू बल्ल बल्ल हुँदैछ यहाँ सबैजना तिमीलाई नि बको हो तिमी मेरोमा खप्थिन् म चाहिँ देख्दैन त तिमी देखेन अरे कस्तो भएछ यो कसरी भनेर उसले अनि मिने हालेर ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे आशा फोन बर्थडे गर्दा फोनमा बिजी छ सेयरहरू अहिले गरेर खाइहाल्यो एक कडा हुन्छ तिमीले पनि खाएको फुच्का तिमी पनि लागि छ तिम्रो पनि पिरो छ कि कम्ती छ मम्मा नानु थ्याङ्क यू अन्त यसरी नै हाम्रो पानीपुरीको पार्टी पनि यत्तिकै सक्यो ओके गाइस बाई बाई सी यू इन माई नेक्स्ट भ्लग प्लिज लाइक शेयर एन्ड सब्सक्राइब ओके गाइस बाई बाई टेक केयर